मैले आज यस्तो चिज जडीबुटी बनाउँदैछु। यसको नाम हो गुच्ची च्याउ। यो गुच्ची च्याउ है त। यो मैले आज यहाँ 200 ग्रामको लागि यिनी तपाईको शक्तिवर्धक चिजहरू बनाउन लागेको छु। यो चाहिँ गुच्ची च्याउ है। यो गुच्ची च्याउ यसमा राखेँ। यो चाहिँ 5 आम्ले हेर्नुस् है। यसलाई हुन्छ एकदम दुर्लभ जडीबुटी, एकदम हाम्रो जुम्ला हुम्लातिर पाउने। यो चाहिँ 5 आम्ले है। यसलाई यो चाहिँ अश्वगन्धा हेर्नुस्। यसलाई पनि अब म एकछिन यसलाई दुलो बनाउनु पर्ने हुन्छ अनि मिक्सरमा हाल्नु पर्ने हुन्छ। यो चाहिँ सतुवा हेर्नुस् है। सतुवा भनेको यस्तो हुन्छ। यो चाहिँ सतुवा है, के अरे सतौरी। सतौरी भनेको यही हो है। यो कुरिलोको जरालाई सतौरी भन्छ। अब यसलाई पनि यसरी कुट्नु पर्ने हुन्छ। यहाँ उनको त्यो गीत बजाउनै तार रहेछ। भइसक्यो। यो चाहिँ यार्सा गुम्बाको टुक्राहरू है। यो चाहिँ काउसो। अब यो काउसोलाई नै एकछिन यसोले टुक्रा टुक्रा पार्नु पर्ने हुन्छ। यो चाहिँ सफेद मुसुली है त। हेर्नुहोस् यो सफेद मुसुली यसरी राखेर यो चाहिँ केसरी है त। यो चाहिँ केसरी सबै यसमा राखेको छु है। टुक्रा टुक्रा पार्दै कुट्दै। यो चाहिँ शिलाजित हेर्नुहोस् है। यो शिलाजित यसमा राख्नुपर्छ। अझै यसलाई अझै मिक्सरमा अझै बनाउनु छ। यसलाई यस्तो भएको छ है। हेर्नुहोस् अब यो भनेको 100 ग्रामको डब्बा तयारी हुन्छ है त। हजुरहरूलाई चाहिन्छ भने 9762419519 नेपाल अधिराज्यभरि जुनसुकै ठाउँमा हो भने डेलिभरी हुन्छ। हजुरको लागि यो अति उत्कृष्ट जडीबुटी हो है। फेरि यो जुम्लाबाट ल्याएका अति दुर्लभ जडीबुटीहरू छन्। यसमा शक्तिवर्धक चिज, तागतिलो चिज, कमी कमजोरीहरूले खाने, नसा सम्बन्धी बिरामीले खाने, ढाडसाड दुखेकाले खाने, इम्युनिटी पावर तागतिलो चिज है। यो बट्टा बराबरलाई यो 100 ग्रामको तपाईको लगभग 3500 4000 पढ्न आउँछ। 4000 पढ्न आउँछ 100 ग्रामको। यो हेर्नुहोस् है हजुर। यो बिहान खाली पेट साँझ खाना खाएर सुन्ने बेला मनतातो पानीमा खानुपर्छ।